हेलो गाइस, वेलकम ब्याक टु अनदर भिडियो। म चाहिँ आज जाँदैछु हाम्रो खेतमा। आज चाहिँ तोरी छर्नका लागि गोरु लिएर गएको थियौँ, त्यही खेतमा जाँदैछौँ। यो पारी देखिएको चाहिँ दमारा भन्छन् है, यो ठाउँको नाम दमारा हो। यहाँबाट एकदम राम्रो भ्यू देखिन्छ हैन। हामी हिँडिरहेका थियौँ, यस्तो बाटो देख्यौँ अनि यहाँको पनि भिडियो बनाउनु पर्यो भनेर यस्तो बनाइरहेको छु। प्लिज यो बाटो सोधिदिनु होला। पनि हामी खेत आइपुगेका छौँ, देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो खेत रहेको छ। अनि विशेष गरी देखिएको यो चाहिँ बाँझो रहेको खेत हो। प्लिज खेती किसानी गर्नेहरूले चाहिँ कृपया ध्यान दिनु होला। यो चाहिँ हाम्रो खेतमा आइसकेका छौँ, देख्न सक्नुहुन्छ। म चाहिँ माथि आएर भिडियो पनि गरिरहेको छु। ट्याक्क बुवाले चाहिँ जोतिरहनु भएको छ। म चाहिँ रुखमा छु, रुखबाट चाहिँ मैले घाँस काट्न भनेर भन्नुभएको थियो अनि मैले घाँस काट्दैछु। घाँस काटेर चाहिँ नि भ्याइन लायो अनि म चाहिँ हिँगा बस्नु पर्यो। अब हिँगा लगाउनुपर्छ भनेर हिँगा लगाएको थिएँ। अब ट्याक्कै हिँगा लगाइयो, भोलि चाहिँ दाइँ लाउनु थियो। अनि यसो खोलातिर झरेको थिएँ, खोलाबाट चाहिँ एकदम भिडियो गर्न मन लाग्यो अनि भिडियो गरिरहेको छु। भने यो रिल्सका लागि हल्का भिडियो पनि बनाएको छु। मेरो लागि चाहिँ यो एकदमै भनौँ न एक्साइटेडको विषय बनेको छ। मैले चाहिँ केही विषयको बारेमा, कुनै चिजको बारेमा भनिरहेको छु। मैले चाहिँ पछि राख्नेछु। यो भिडियो चाहिँ युट्युबमै आउनेछ, टक्क हेर्नु होला, गएर लाइक एन्ड सब्सक्राइब गर्नु होला है। अनि आजलाई चाहिँ यति नै, फेरि भेटौँला।